नमस्ते गोर्खा। हामी गोर्खा दरबार हेर्न अनि गोर्खा कालिका मन्दिर दर्शन गर्न गोर्खा गयौं। हामीहरू चाहिँ एक रात गोर्खामै बस्यौं अनि हामीहरू बसेको होटलको नाम चाहिँ गोर्खा गार्डन होटल हो। हामी यस्तै 3-4 बजेतिर होटलमा पुग्यौं अनि होटल पुग्ने बित्तिकै हामीलाई फुल्ल स्वागत गर्न आयो। म त कस्तो खुसी भए। सुरुमा चाहिँ हामीले होटलको टुर गर्यौं। ल हेर्नुस् त यो होटलबाट कस्तो राम्रो भ्यू देखिँदो रहेछ। मलाई चाहिँ आफ्नो कोठा हेर्न कस्तो हतार भइसकेको थियो। कोठा कस्तो होला भनेर सोचिराखेको थिएँ अनि भित्र गएको त कस्तो राम्रो रहेछ। अनि यो कोठाबाट त बाहिरको भ्यू पनि देखिँदो रहेछ। हामीहरू सबैजना मिलेर एकछिन भ्यू हेर्यौं अनि मिठो आइसक्रिम खाएर हामी एकछिन पौडी खेल्न गयौं। यो होटलमा 5th फ्लोरमा पुल रहेछ के। एउटा चाहिँ ठुलो पुल रहेछ अनि अर्को चाहिँ बच्चाले खेल्ने पुल रहेछ। ल हेर्नुस् त गोर्खा कति राम्रो देखेको। अनि एकछिन स्विमिङ खेलेपछि त मलाई कस्तो भोक लागेको थियो अनि हामीहरूले चाहिँ पिज्जा र पकोडा अर्डर गर्यौं अनि त्यही बसेर खायौं अनि पौडी खेल्दा खेल्दै त रातै परिसकेको थियो अनि डिनर खाएर हामी सुत्यौं। यो चाहिँ भोलिपल्ट हो है त। आज हामी गोर्खा दरबार अनि गोर्खा कालिका मन्दिर दर्शन गर्न गयौं अनि दर्शन गरेर आइसकेपछि त हामीले ब्रेकफास्ट खायौं। ब्रेकफास्ट त मलाई कस्तो मिठो लाग्यो। फलफुल थियो, पाउडरी थियो, जुस थियो, अन्डा थियो, आलु थियो अनि यो सबै खानेकुरा खाइसकेपछि हामी पिङ खेल्न गयौं। अब त हाम्रो फर्किने बेला पनि भइसकेको थियो अनि कोठामा गएर आफ्नो ब्यागहरू लिएर चेकआउट गर्न निस्क्यौं। हामीहरू चाहिँ गोर्खा घुम्यौं। तपाईहरु पनि गोर्खा घुम्न आउनु होला है। हामीहरूलाई चाहिँ यो होटल एकदमै मन पर्यो। तपाईहरुलाई पनि यो होटल पक्कै मन पर्छ होला। ल बाई।